र पहिरो खुन नमान्नु सबले सामान बोकेर यसरी हुँदैछ हाम्रो टुर। अनि म चाहिँ मेरो पनि ब्याग छ यत्रो। हेलो एभ्रिवान छ। आज हामी पिकनिक जाँदैछौँ हाम्रो टोली। हामी चाहिँ गोगनेदेखि बिहान 7 बजे हिँडेको 8 बज्दाखेरि पनि रचनी आइपुग्यो। त्यसरी बाटो चाहिँ यस्तो छ। यहाँबाट यसरी जान लाग्दो सामानहरू सबले पोकापाकी बोकेर यस्तो पारामा सबले चाहिँ बोकेको छौँ ल। पोकापाकी चाहिँ आजको डेस्टिनेसनमा चाहिँ हामी आइपुग्यौँ सबैजना गलेर लथ्रक्कै गलेर यहाँ लथ्रक्कै गलेको चाहिँ के हुन्छ ब्रेकफास्ट पर्दैन यहाँ सबैले होइन लजाउने होइन यहाँ सबैले त्यो के चाहिएको छ खाने आफैले खाने नलजाइकन खानु होला। जो लजाउनुहुन्छ उही भोकै हुनुहुन्छ। लोकल भाले 10 केजीको हेर्न मैले बनाउँदैछु 9जनाले 10 केजी खाइसकिन्छ। मजाले बजाइन्छ। रोस्ट बनाउनु पर्छ यहाँ पोलेर रोस्ट बनाएर उसिनेर उमालेर सबै थोक गरेर खाने अनि नाच्ने फेरि घर चाहिँ खाने नाच्ने। रोस्टको लागि तयारी हुँदैछ यहाँ चाहिँ। भिडियोमा गर्दैन बुट्टी फुपूको भागमा चाहिँ भात पकाउने धुएर लाउने भलाइयो। बुट्टी फुपू चाहिँ भाडा मान्छे डल्लो सबै कुरा मिलेको होइन। सबैजना अब अहिले सार्नुपर्छ सबै। हामीले बनाएको अब तर्को भयो नि हामीलाई त कुन तर्को भयो मलाई ठिकै लाग्छ मलाई ठिक मन मन के भयो ताता पुरिया छ बागमारी दिदी नआउने भन्नुभयो होला अनि भाउजू पनि आउँछ गर्नुको लागि सम्झना भाउजू पनि नजिक नजिक हो उहाँको नजिक चाहिँ
टिकाले चाहिँ नजाने भन्छ अरे उसको त बाउ नि साथै छ हेर्नु मैले चाहिँ के खाँदैछु जाड सिस्टरको पनि अर्ग्यानिकै छ स्पेशल हो त्यो चाहिँ दुईटा गिलास चाहिँ स्पेशल निगार यहाँ सबै हामीले रौसी खाँदैछौँ रौसी बाँध्नु आइदियो बिचमा ठिक छ त खाने बेला तातो हुन्छ शीतल बनाइदिएको रे बाउसरले सच्चै नै जान खाइ जस्तो देख्नु भयो नि त जानी त हो जाने हो अरे जान भइसक्यो दुध पनि आयो मैले अघि खाइसकेँ जान न रक्सी छैन मेरो मेरो बिचमा जाँदै हुन्छ मलाई कडा खाने जानी पर्नु भयो नि त हामी भर्खर सुरु गरेको छौँ त्यही भएर रक्सी होइन सुरु गरेको छौँ त्यही भएर जाँदैछु सुरु गरेको हामीले चाहिँ पिकनिक सकेर अब भातको भाँडा बोकेर पिकनिक त सक्यो रात पनि पर्यो पिकनिक पनि सक्यो उब्रेर भाँडामा एक भाँडा भात उल्टी फट्याक गर्दै बच्यो तल लडी झऱ्यो भने फेरि छैन खैरात बाटो कस्तो खतरा छ सबै भिडियो जति सबै लगाइदिनु है ग्रुपमा भरे ओके छाता भात उब्रेपछि के गर्नु त खाइसकेर त पक्रै पर्यो अरे ल है पिकनिक पनि सकियो सक्यो बिहान त ठुल्ठुलो झोला थियो अहिले त रितैको